सानो छ खेत सानो छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साँझ र बिहान नगरी काम पुग्दैन खान साँझ र बिहान बिहान पख झुल्किन्छ घाम। गुड मर्निङ। के गरेको बाबा? गुड मर्निङ। तरकारी बारी गोडेको। अब यो तरकारी बारी यति मेहनत गरेर गोड्दै हुनुहुन्छ अनि उहाँ मम्मी थाङ्ग्रा हाल्दै हुनुहुन्छ, उहाँ डोरी लगाउँदै हुन्छ है। अब यो यति राम्रो भएर आएको छ सबै थोक, तर अब बर्बाद हुने भइहाल्यो नि त। नेपाल गयो भने यो के हुन्छ भन्नु त। अब यस्तो मेहनत गरेको छ। ल हेर्नु सुमन्दी, हजुरले दिएको लौका यहाँ उम्रिँदैछ है। मम्मी थाङ्ग्रा हाल्दै हुन्छ, भिन्डीहरू ल हेर्नु फर्सी यस्तो भएको छ। यहाँ बुढो मेहनत गरी गरी म चाहिँ भिडियो खिच्ने है, म चाहिँ केही पनि नगर्ने। यहाँ काँक्रामा थाङ्ग्रा हालियो, यता काँक्रा छ, गाह्रो छ। अब कसो गर्ने हो पनि, कसो गर्ने हो त बुढो? छरछिमेकीलाई खान दिने अनि मरिहाल्छ नि, पानी नहालेपछि त मर्छ। हामी यहाँ फर्किँदाखेरि त मरिहाल्छ नि बाबा। यति माया गरेर गरेको छ। अनि मम्मी चाहिँ के गरिदिन्छ मम्मी? लौकालाई हाल्दै हुन्छ। सुमन्दीले दिएको लौकाको बिउ यत्रो भएछ है। ला सुमन्दी हेर्नु है। मम्मी के गर्दै हुनुहुन्छ त? ल हाल्नु हाल्नु। ल हेर्नु यहाँ डोरी गरेर यस्तो गरेर के गरेर मेहनत गरे तर के हुने हो डोन्ट नो। करेलो पनि यत्रो भएछ है हाम्रो। समरभरि फलाएर खाइन्थ्यो मस्त, कस्तो मजाले फल्थ्यो। यसपालि अब मर्ने भएछ अब। मेहनत नगरे नै हुन्छ हो। यो हजुरहरूको मेहनत गाह्रो छ अब। किनकि तिमी बिनाको जिन्दगी जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन। यहीँनिर रोपिदिँदा हुँदैन? यो तपाईँले तुलसीहरू रोपेको ठाउँमा, तिल रोपेको ठाउँमा र ऊ त्यहाँ पर अस्ति साग रोपेकै ठाउँमा रोप्ने कि त। बडी पनि मजाले चिचिलो लागिरहेछ। उतापट्टिबाट यति धेरै छ, यतापट्टि पनि छिर्नु के लाग्यो? फुलबाउला लाएर आउनु पर्ने रहेछ।
फर्सीको मुन्टा खाने भयो। खोर्सानी पनि लामो खोर्सानी पनि फलेछ मजाले। त्यो अल्डीबाट ल्याएको खोर्सानी। भान्टा पनि फुल्न थालेछ पो त। यहीँ रोप्नु मम्मी, यहीँ चिसो हुन्छ यहाँ। यहीँ अलि चिसो चिसो छ, स्प्रिङ्कल चलाइराखिन्छ यहाँ। यहीँ साइडमा यसो रोपिदिनु न यहाँनिर। किरा अनि हुन्छ यसरी कति छ यहाँ पक्रिसु दाना लागिसकेको छ क्या तल। टुङ्गनाको धुनमा टाढा पारी जुनमा हेलो गुड मर्निङ। ल हेर्नु हामी 1 महिना नेपाल बसेर आएको। बारीको स्थिति यस्तो छ। खल्पी हाल्ने काँक्रा चाहिँ भएछ है मजाले। काँक्रा कुहिएर ओ माई गड वहाँ पर कुहिएर जङ्गल भएको छ बारी। के फलेछ अरे म फलेको पनि बनाउँछु है त भिडियो एट्याच गरेर। ल यति तरकारी टिपेँ मैले 1 महिनामा यति भएछ। तर बारीभरि कुहिएर गट्टा थोरै फलेको छैन। टमाटरहरू कुहिएर खत्तम। सिमीहरू छिपेर यी बोडीहरू बिउ भएछ। अनि यस्तै छ। यति पनि खान पाइँदैन होला भन्ने लागेको थियो। अलिअलि त भएछ पो। त्यो फर्सीको गट्टाहरू चाहिँ के गर्ने होला। थोरै छैन फलेको। त्यही लडेको छ। त्यहाँ पर पनि लडिरहेको। कति झुन्डिएको छ। अनि यस्ता यो मेन चाहिँ यो खल्पी खाने काँक्रा चाहिँ भएछ है। एउटा दुईटा अनि यहाँ कता थियो एउटा अर्को। यहाँ झुन्डिरहेको छ। ओ पर लौका तर सबै यस्तो भएछ बिजो। माया लाग्यो आउँदा त जङ्गल भएछ है साथीहरू। साग खाऊ है, साग खाऊ।